टासीदेले सोवारो नमस्कार। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिम शिखर कञ्चनजङ्घाको 70औं आरोहण वर्ष पूरा भएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण आरोहीहरू, पर्यटन प्रेमीहरू, ताप्लेजुङ जिल्लावासी तथा सम्पूर्ण नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। विक्रम सम्वत 2012 सन् 1955 मा बेलायती नागरिक जर्ज ब्यान र जो ब्राउनले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरी इतिहास रच्नु भएको थियो। उहाँहरूको त्यो अद्भुत साहसिक कदम सम्पूर्ण मानव जातिका लागि प्रेरणादायी बनेको छ। यो गौरवपूर्ण उपलब्धिले नेपालको पर्यटन, पर्वतारोहण तथा राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्याएको छ। यस ऐतिहासिक दिनमा कञ्चनजङ्घा आरोहण गर्ने प्रथम साहसी व्यक्तिहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु, साथै सम्पूर्ण वीर आरोहीहरूप्रति हार्दिक नमन गर्दछु। यस अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा फक्तालुङ गाउँपालिका वार्ड नम्बर 6 लेलेपमा आजदेखि सुरु हुने कञ्चनजङ्घा हिरक महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। यस महोत्सवले कञ्चनजङ्घा क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय जनजीवनको पहिचान उजागर गर्दै दिगो पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु। धन्यवाद।